सबै अल्टु अल हो कि सबै अल्टु दार बोकेले के गरो सबै भनिदिन्छ आजसम्म तलसम्म पुग्छ होला सायद है। त्यो एउटा बक्कल हराएछ एउटा चाहिँ त्यही भएर यहाँ खोज्नु जान्छ हिजो त्यहाँदेखि झारेन त सिधै त्यो एउटा कडा खसेछ। यसो भ्युज हेरौँ है मलाई 100 150 त्यस्तै कति ओके त्यो हिन्दीमा छ के अरे हामीलाई त्यस्तै 35 मिनट लाग्यो कि यहाँ माथि आउन त्यस्तै हो न आधी घन्टा त्यस्तै अनि खोज्नु यो गनेर कि नौटा कि वाट्सअप केटा हो। हेलो गुड मर्निङ एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आए सबै सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु। अनि त्यही आज पनि हामी दार बोक्न आएको केटा हामी चाहिँ तलदेखि आइसकेको छौँ भर चाहिँ अनि यहाँ दारी मिलाउँदैछ केटाहरूले चाहिँ पक्क अब यति आज यो सबै लग्नुपर्छ आज चाहिँ अनि यति लगेर आज चाहिँ यो चाहिँ हामीले तल गजुरादेखि तलतिरसम्म लग्छ अस्ति लगेको थियौँ नि त्यहाँदेखि लगेर त्यहाँ राखेको थियौँ ती लगिरहेको छौँ होला केटा हो ल त्यही जेस सही 9वटा छ कि यो दुईटालाई गनेर 9वटा हेर यो गनेर कि 9वटा कि त्यतिलाई यो दुईटा एउटा गनेको कि 2 3 4 5 6 8 हिजो यो त लग्यो होइन नि हिजो के हामीले एउटा छोडिदिउँ केटा हिजो एउटा हरायो कि हरायो क 9वटा होइन 3 खेप अनुसार त एउटा हरायो राजा र एउटा हरायो होइन कि त्यस्तो होइन यो फाल्ने बेला होला का फाल्ने बेलामा फाल्ने बेलासम्म त नटै छन् माथि त ठ्याक्क पुरै लाग्यो फाल्ने बेलामा एउटा हो कि हरायो क्या के जानु पर्छ त्यो एउटा बक्कल हराएछ एउटा चाहिँ त्यही भएर यहाँ खोज्नु जान्छ हिजो त्यहाँदेखि झारेन त सिधै त्यो एउटा कडा खसेछ लिन जान्छौँ मेसो हेर्न जान्छौँ हामी चाहिँ सही हो कडा हो सही हो। हिजो तर लास्टै अब्बरै थाकेँ त हिजो गएर सुत्दिएकोबाट गएर सुत्दै त्यसो 6 बजीतिर यसो कामसाम गरेँ अनि फेरि सुत्दिएको खाना खान मन लाग्थ्यो नि हिजोले गर्दा थाकेर ओब्बरै बाटो हिजो चाहिँ थाकेर आम्बो यस्तोसम्म भएर त्यही हो माथि यसो हामी दारहरू जान्छौँ छ कि नै होइन ठिकै लगेर नहरा रहेछ हिँड्दैछ एउटासँग दार ल्याएको अङ्कल एउटा बक्कल लिएर आएर मैले पछि सही हो ल अब चाहिँ हामी लगिजानु पर्ने हुन्छ दार लग्नु भयो कि बक्कल लग्ने भयो लगेर यत्रो कि 4-4वटा लगिजाने डेन्जर गरुङ्गो हुन्छ कि सिर्बोको चाहिँ झन् लास्टै गरुङ्गो हुँदो रहेछ यो चाहिँ अनि यो दुईटा बक्कल एउटा दुईजनाले बक्कल हिँड्ने एउटा दार हिँड्ने सही हो एउटा हामी चाहिँ लास्टै हाइटीमा आएको छौँ ए कहाँ तल छ पुरै तल देखियो क्या सबै है पुरै भयो तल्लो भयो मेरो पुरै सही हो त्यही ल एकछिन रेस्ट गर्छौँ त्यसपछि हामी जानु पर्ला हामीलाई त्यस्तै 35 मिनट लाग्यो कि यहाँ माथि आउन त्यस्तै हो न आधी घन्टा त्यस्तै अनि खोज्न गयो है हामी त्यत्तिकै माथि यत्रो लग्दा आज तल सकेसम्म तलसम्म पुग्छ होला बिस्तारै लग्छ अब हेरौँ कति लग्न सकिन्छ ठिकै भयो ल जानु परेन माथि त्यही हो होइन खोज्न सक्यो हामी चाहिँ खेप्लिएर तल आइसक्यौँ एकछिन रेस्ट हुँदैछ टक्क यो तल लगेर आज चाहिँ पुग्छ होला पुगिन्छ होला चप्पल चिप्लेर जुगाड चाहिँ यस्तो छ केटा हो अर्ग्यानिक म पनि हाल्छु कि चप्पल लगेर आज चाहिँ भ्यू देखाइदिन मैले चाहिँ यता आज सेनखर्कको मात्र पुरै भ्यू चाहिँ 69 करोडको जुत्ता देखाइदिए 69 करोडको हो र सक्दैन काम गरेर 69 करोडको जुत्ता राख्नु के अरे थियो अहिले त्यो कति ओके त्यो हिन्दीमा छ न के अरे कितने का है बोल भन्छ के अरे त्यो 80 करोड होइन कि 55 लाख कस्तो भन्छ के हो कि त्यो मैले बिर्सेँ कि त्यो टिकटकमा रिल्स हो कि त्यो कति लाखको थियो हजुरले हेर्नुभयो होला त्यो के थियो कि त्यो
बिर्सेँ मैले सही हो 69 करोडको जुत्ता हानेर भाइरल बनाउनेहरू सही 69 हो नि 69 भन्ने कति हो थाहा कसलाई थाहा छ 69 भन्ने यसो कमेन्ट हानिदिउँ है कति भन्छ ल 69लाई कति भन्छ पहिला उसले गेस गरौँ त सानो भनेन पहिला हजुरले गेस गर्नु त्यसपछि बल्ल हामीले भनिदिन्छ मलाई थाहा 69 भनेको कति हो होइन ल केटा कसैलाई थाहा छ नि ल कमेन्ट हान्दै केटा 69 भनेको कति हो कति अङ्क कुन अङ्क पर्छ है त्यसमा मस्त कमेन्ट हानिदिउँ ल सही हुन्छ त्यसपछि तर खाल्टा अर्कातिर क्या कालो बाटो खतरा देखियो कि त्यहाँ चाहिँ पुरै सही स्पेसल बब्बाल देखेछ आज नि मौसमले दामी साथ दियो नि त सही हो ठ्याक्कै काम नलाग्ने यस्तै अझै 3 दिनसम्म यस्तै अरे हिजो मैले रेडियोमा सुनेको आज भोलि पर्सि आज त लेडी सुन नि यस्तो राइस रेडियो त मैले त म त सुन्दैन पहिला हल्का हल्का सुन्थेँ केटा अहिले त सुन्दैन झ्याउ लाग्छ अहिले त होइन कोले के गरे जम्मै फुक्छ बिहान सबै अल्टो अल हो कि सबै अल्टो दार बोकेले के गरो सबै भनिदिन्छ सही हो एउटा हामी चाहिँ एक खेप तल छोडेर नि आइसकेको छौँ अब चाहिँ हाम्रो कति खेप छ अब 3 अब चाहिँ हाम्रो अझ 3 खेप छ त्यसपछि यहाँ पनि आउनु परेन यो ठाउँ केटा हो त्यसै तलदेखि चाहिँ बोक्ने अनि सजिलो हुन्छ त्यसपछि चाहिँ तर यहाँ खतरा रहेछ कि ढुङ्गाहरू हेर्नु त है अम्बो तर यहाँ चाहिँ खतरा शान्त ठाउँ हो कि पुरै के आनन्द रिल्याक्सको ठाउँ छ यहाँ आउन चाहिँ यति ठाउँमा बस्न पाएपछि केटा हो आनन्द हुन्छ ढुक्क जीवन लाइफ कच्छ आनन्दले आफ्नो लाइफ ढुक्क मजाले कच्छ होइन त्यही गाह्रो हो यता सामानहरू लिन यताउता ह्यान्ड यताउताहरू अन्त ठिक छ यहाँ बस्नु पनि सही छ यतातिर सिफ्ट हुनु पर्छ क्या कडा हो होइन सही हो मैले यहाँदेखि फालिदिएको हो कि त्यहाँदेखि फालिदिएको कि त्यसपछि टक्कै यो टर्निङ हानेर आएँ के अरे म अलि माथि त्यहाँ त गुल्टाइदिएर अनि त्यहाँ त बोकिरहेको फेरि त लास्ट गाह्रो हुँदो रहेछ हिँड्न चाहिँ लास्ट पुरै भ्यू बबाल देखिरहेको भ्यू पोइन्ट त केटा खतरा छ हामी चाहिँ अब 2 खेप तल छोडी आइसकेको छौँ अब हाम्रो भनेको यहाँ 2 खेप छ अब यो खेप लगी जाने अनि त्यसपछि आएपछि यहाँ आउनु पर्दैन अनि त्यसपछि तलै बोक्ने जस्तै लगेर एउटा बरेङतिर सबै देखिरहेको सबै बरेङ भयो चाहिँ यो सबै बरेङ भयो यो माथि फन पार्क भयो टुङ्कुली डाँडा भयो सही हो ठुलडाँडा त्यो त चौकी साइड ठुलडाँडा यसलाई ठुलडाँडा भनौँ न के भन्छ के भन्छ थाहा छैन मलाई केही पनि त्यो पुरै यहाँ सिक्दी पुरै देखिँदो रहेछ टक्क यो सिक्दीको टावर भएको ठाउँ यो चाहिँ टक्क यो तलको चाहिँ बाटोहरू मैदान भयोहरू चाहिँ सही हो यहाँसम्म भेट्दो रहेछ मजाले त्यो यति लगेर अब जानुपर्छ यहाँ लम्पसरको अवस्थामा छ केटाहरू पुरै सही हो अब बिस्तारै जान्छौँ त्यो टाइम चाहिँ 11:30 भएको छ अनि आजसम्म तलसम्म पुग्छ होला सायद है तल पुग्छ होला सानो मान्छेले घाँस बोकेको सही हो ल सानो मान्छेको घाँस ल त्यही हामीले चाहिँ भर्खर केटा दाउ राखेर फेरि हिँडेको माथि अब चाहिँ हाम्रो लास्ट त लड हो है अब लास्ट त हो अब त्यसपछि अब यहाँ माथि आउनु पर्दैन जियोस् लुक एट द भ्यू केटा हो जियोस् बबाल छ सबै ल त्यही हो केटा लास्टै गरी भयो भर्को चाहिँ लास्टै गरौँ थियो काँडै दुखाइदियो यार दबे जस्तै भयो यहाँ त अर्कै फिल लागिरहेको कस्तो यहाँ भयो हुन्छ नि त के अरे केही कुरा बोक्यो नि फिल हुन्छ नि त्यहाँ बोकेको अनि त्यस्तै फिल भइरहेको अझै भयो जस्तो लागिरहेको केटा हो गाह्रो छ अनि त्यो केटा हो मैले चाहिँ एउटा कुरा चाहिँ के भन्छु भने चाहिँ होइन यो युट्युबमा चाहिँ अलि आफूले सोचेको जस्तो भएन कि कहिले पनि हुन्छ नि त आफूले यस्तो दुःख गरिरहेको छ यस्तो मिहिनेत गरिरहेको छ अनि यस्तो भ्युज हेरौँ है बल्ल है 100 150 त्यस्तै 150 नि पुग्दैन केटा हो
तेरो यस्तो दुःख भयो हामीले चाहिँ यस्तोहरू इदितहरू गरेको ह्यान्ड यताउताहरू लिएर चाहिँ हाम्रो चाहिँ भएन है लास्ट दिन डाउन भयो कि मैले एकचोटि बिचमा ग्याप पनि गरेँ नि त त्यो पनि भएर होला जस्तै हो र बिस्तारै गर्दैछु है सबै कुराहरू बिस्तारै हुन्छ होला भन्ने आश राखेको छु केटा हो त्यही हो जस हुन्छ नि त यस्तो दुःख गरेछ है यतिसम्म गरेको यसको लागि टाइम निकालेछ ह्यान्ड है तर भ्युजहरू 100 150 त्यस्तै बल्ल त्यति पुग्छ त्यति भने खुसी त लाग्छ कि तर त्यही पनि केटा हो सपोर्ट गरिदिनु पर्यो सबैजनाले त्यो भन्छु लास्टै दुःख छ होइन सही हो पानी खाएर जानु पर्यो केटा लास्टै तिर्खा लाग्यो मलाई त खतरा आएर रहेछ प्रेसर त यार हेर सही हो त्यही केटा ल सबले सपोर्ट गरिदिनु पर्यो त्यही भन्छु हाम्रो चाहिँ च्वाचे रहेछ ठ्याक्कै हाम्रो घरमा नि यस्तै छ चुचु त्यही ल हाम्रो पनि ट्याक्कै यत्रै छ कि सही हो यो त हल्का ठुलो होला भएपछि न त यत्रै हो सेम यत्रै हो त्यो बेला मौसमले पनि साथ दिएको छ टक्क त्यस्तो चर्को घाम लागेको छैन न त कस्तो भनेको जस्तो घाम लागेको भयो त बबाल हुन्थ्यो टप टप पसिना चुन्थ्यो कि होइन त्यो बेला हाम्रो दारहरू पुरै लिएछौँ यहाँ बक्कल चाहिँ त्यहाँ माथि रहेछ अनि दारहरू चाहिँ पुरै लिइसकेको छ लगी जानु पर्ने हुन्छ खाजाखाना भन्दा अगाडि चाहिँ सबै तल झारेर सकिन्छ होला त्यसपछि फिनिस हुन्छ होइन त्यो ल यहाँ चाहिँ शीतलो गरिरहेको छ आनन्द छ घाम लागेको छैन यहाँ चाहिँ बबाल छ सही हो हामी चाहिँ भर खाजाखाना आयौँ है अब खाजा खाएर अनि मस्तो जानुपर्ने हुन्छ लास्टै थाकेको केटा लम्पसार अवस्थामा आएछ है आनन्द त्यो ल यति युज गरेर खाजा खाएर अनि जानुपर्छ होइन त्यो केटा अब मस्त खानुपर्छ त्यही बेला म चाहिँ भर घर आइसकेको छु है अनि कामदेखि घर आएर अनि चञ्चले खोजेर नि आइसकेको छु चञ्चले केले हुन्छ केटा थाहा अहिले स्पेसल बनाइ खानुपर्छ यस्तो हुन्छ चञ्चले भन्ने चाहिँ अनि यो खोज्न गएको छ गात्रमा खोज्न गएको फोन लगेनु पऱ्यो हजुर देखाइदिन्छ सबै फोन पनि लगेन अनि त्यही बनाएर खानुपर्ने हुन्छ केटा हजुर गइरह्यो थगिँदा धौ पनि भइरह्यो जति गरी अपलोड हानिदिन्छ अनि त्यसो दिन्छु म चाहिँ अनि कामहरू पनि बाँकी चाहिँ छ कुराहरू ठुल्न बाँकी छ यताउता सबै कामहरू बाँकी चाहिँ छ यस्तो के मिररमा हेरिरहेको नि त मैले त्यही भएर कि हेर्छौँ अनि त अहिले जुङ्गा बोलाइसक्यो अलिअलि बोलायो हल्का बोलाइछ र त्यही बेला अरू फुदी र बऱ्यो हेर्नु कस्तो अब लिप कार्ड लाउनु पर्ने हुन्छ अटमा चाहिँ लास्टिङ फुदी चाहिँ है ओभर फुटी होइन कस्तो भयो ओभर फुटी चाहिँ लिप कार्ड आएपछि ठिक हुन्छ त्यो बेला केटा जो सब भएको सकेर पुरै कामहरू सब म गर्छु अनि त्यो जो आज ब्लग पपाल भएको छ अनि आजलाई भेटिने यति नै हुन्छ होला सायद यति नै हुन्छ अनि थ्याङ्क यू वाचिङ फर दिस भिडियो है हजुरले आजको भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है हस् त आजलाई यति नै